संविधान बन्यो। 82 सालमा हामी आज ऐन बनाउँदैछौँ भने यो ऐनले संविधानको मर्म के भन्नु पर्यो। अब हामीले संविधान संशोधन गर्दा यी कुरा संशोधन गर्छौँ, होइन भने संविधानलाई संशोधन गर्दा यी कुरा संशोधन नगर्ने भन्ने स्पिरिटका साथ हामी जाने हो भने हामीले यसलाई पालना गरौँ भन्न चाहन्छु। र 85 सालमा आधारभूत तह नपढाउने अभिभावकलाई कारबाही गर्ने कुरा समेत हामीले अनिवार्य निशुल्क शिक्षा ऐनमा लेखेका छौँ। त्यो कुरा कति बेला मात्रै हुन्छ, जति बेला सार्वजनिक शिक्षालाई हरेक नागरिकले सहज ढङ्गले प्राप्त गर्छ र ऊ बोर्डिङ स्कुलको संस्कृति होइन, सार्वजनिक शिक्षाको संस्कृतिलाई जबसम्म उसले स्वीकार गर्छ त्यति बेला मात्रै हाम्रो संविधान र ऐनले दिएको जुन एउटा भाव हो त्यो भावलाई हामीले समेट्न सक्छौँ भन्ने लाग्छ। त्यसैले म के अनुरोध गर्न चाहन्छु भने यो निजी संस्थागत विद्यालयहरूको बारेमा हिजोसम्म हामीले त्यो कम्पनी ऐन अनुसार दर्ता गऱ्यौँ र अब चाहिँ हामीले के गरौँ भन्दा कम्पनी ऐन अनुसार दर्ता गर्दा यो शिक्षा मन्त्रालयले यसलाई रेगुलेट गर्न सक्छ, केही पनि गर्न सक्दैन। आज पनि तपाईँ उद्योग विभागबाट चाहिँ यसको रेगुलेसन भइरहेछ, त्यो विभागले यसलाई कारबाही गर्ने कि नगर्ने भन्ने कुराको निष्कर्ष निकालिरहेछ भने चाहिँ शिक्षा मन्त्रालय अन्तर्गत यी संस्थाहरूलाई ल्याउने गरी हामीले काम गरौँ, जसले गर्दा सरकारको काम भनेको नियमन गर्नुपर्ने हो, सरकारको काम भनेको नियम कानुन मार्फत यसलाई कार्यान्वयन गर्नु हो। त्यसैले मैले के अनुरोध गर्न चाहन्छु भन्दा हामीले संस्थागत विद्यालयहरूलाई कसरी अब चाहिँ मूल प्रवाहमा ल्याउने भन्ने कुरामा हामी जानुपर्छ र नागरिकको मौलिक हकलाई कार्यान्वयन गर्नका लागि हामीले सार्वजनिक शिक्षाको सबलीकरण गर्न सक्दा मात्रै मौलिक हकलाई हामी कार्यान्वयन गर्न सक्छौँ भन्ने धारणा चाहिँ म राख्न चाहन्छु। धन्यवाद।